ओके, यो कहिलेकाहीँ हुन्छ नि आफूले केही लेखिन्छ त्यसपछि ओए क्या लेखेँ भन्ने टाइपको फिल हुन्छ नि। मसँग एकचोटि भएको त्यस्तो सुरुमा हुन्थ्यो त्यस्तो के लेख्यौँ भन्ने जस्तो हुन्थ्यो। लेटली 1 वर्ष अगाडि 1 वर्षदेखि मैले यो च्यापेर राखेको थिएँ कि थोरै ब्याक स्टोरी पनि सेयर गर्छु म फार्मेसी ब्याकग्राउन्डको हो। हाम्रो फार्माकोलोजीको क्लास चलिरहेको थियो, डाक्टर कपिल सुवेदी सरले पढाइराख्नु भएको थियो। एन्ड म सधैँ केही न केही कोर्ने बानी त्यो अन्तिम पेजमा मेरो ध्यान त्यतै थियो, त्यति बेला कवितातिरै थियो। अनि ठ्याक्क भर्खर भर्खर नवराज पराजुली गुरुलाई भेटेर पढाइतिर फेरि फर्क्या, ठ्याक्क बुटोल आउनु भएको थियो कार्यक्रममा, त्यति बेला भेटेको। उहाँसँगको त्यो इनर्जी कहीँ न कहीँ पोखिनु थियो। अनि अब यो कवितातिर इन्ट्रेस्ट नभएकोहरूलाई चाहिँ केही नलाग्न सक्छ, भएकोहरूलाई पनि केही नलाग्न सक्छ, तर मेरो लागि चाहिँ यो 2 लाइन चाहिँ क्या लेखेँ भन्ने जस्तो थियो कि मलाई। अनि पछि मैले उहाँलाई पनि पठाएँ, नवराज पराजुलीलाई पनि पठाएँ कविता, उहाँले पनि राम्रो छ भन्नुभयो। एन्ड कहिलेकाहीँ हुन्छ नि केही लेखेपछि वाह क्या लेख्यो भन्ने जस्तो हुन्छ नि। त्यो चाहिँ मेरो यसमा भएको थियो, डर। नभा बेला धनको डर, भा बेला निधनको डर, घटिहाले धड्कनको डर, नगरे कसैले जतनको डर, गरे सबैले अहमको डर, डरै डरमा डरको डर, डरले गर्ने असरको डर। यति नै थियो कविता त होइन, तर पनि यो सुरुको 2 लाइन जुन छ, नभा बेला धनको डर र भा बेला निधनको डर, एउटा मर्ने पनि डर भयो, निधनको डर होइन। मान्छे धेरै पैसा कमायो भने मान्छेलाई सधैँभरि बाँच्नु मन लाग्छ अरे के, कता सुनेको थिएँ होइन। अनि नभा बेला धनको डर, पैसा भएन भने म यत्तिकै मर्छु कि भन्ने पनि डर हुन्छ। धनको डर, पैसा छैन के हुने होला भन्ने डर। अनि अर्को डर पैसा भएपछि के हुन्छ भन्दा यति धेरै पैसा छ कतै केही त हुने होइन, यो पैसा हराउने उर्ने केही। नभा बेला धनको डर, भा बेला नि धनको डर, यो चाहिँ थियो मैले वाह क्या लेखेँ भन्ने जस्तो मलाई फिल भएको एउटा कविता। अरू पनि छन् यस्तो, म फेरि फेरि ल्याउँला। हजुरहरूले पनि केही लेख्नु भएको छ भने कमेन्टमा पठाइराख्नुहोस्, इनबक्समा पठाइराख्नुहोस्, म पढ्नेछु। मन परेमा भिडियो पनि बनाउँला, यस्तै हजुरलाई मेन्सन गरौँला। एन्ड भविष्यमा मिल्यो भने सँगै बसेर एउटा महफिल जस्तै कार्यक्रम पनि चलाउँला। एन्ड थ्याङ्क यू फर वाचिङ।